तो फोर फाल्ने को फोर फाले यार ज्यान माथि यार फोर फाले छ बढी यार ज्यान माथि यार ज्यानमा फोर फाले के हेरेर फाल्नु पर्दैन यार मान्छे छ पछाडि यार फोर हान्लियो यार यार त सम्झाउनु पर्यो नि आफूले यार मान्छे यार धन्दा काम लागेन यार त्यस्तो गल्ती काम गर्ने हो यार त गलत काम हो नि त यार निर्गुण भित्र त्यस्तो गर्ने हो अगाडिको दाइको किरा खसेछ क्या मजाले अगाडिको दाइको किरा खसेछ क्या मजाले के हो यस्तो यो साइड आगो लाग्यो क्या इन्जिनमा बाबा धुलो हेर्नु न धुलो साइड बबाल धुलो उडाउँछ क्या बाटो चाहिँ त्यो चान्चर भागिहाल्नु पर्छ साइड भनेको अगाडि त के अन्न मुठी बनायो त यार यिनीहरूले त साइड जिसे जाना होता है वो चला ही जाता फिर भी यादों में तू ही बस जाता था तेरे हंसने की अहिले अब यहाँ दिदीकोबाट निस्केँ म होइन बुढाहरू चाहिँ अब गइसके बुढीहरू गइसके होइन म त यहाँबाट निस्केँ अब चाहिँ जो ख्वाब दिखती है तेरी वो बातों में छुपी मासूम मिलन जग्गा आइपुग्नु लागिसक्यो होइन गाडी चाहिँ गइसक्यो अगाडि अनि अब त्यहाँ गन्छु तेल हाल्छु बहन्छु गएर अनि त्यसपछि चाहिँ सरर जान्छु आफ्नै सुरुमा आनन्दले चिलमा होइन यात्रा सुरु गरियो पूर्वको अब चाहिँ त्यहाँ जान्छु पेट्रोल हाल्छु होइन पेट्रोल हालेर अनि समट्ट त्यसरी सरर जान्छु अब गाडी कहाँ पुगिसक्यो है किनभने गाडी म त्यहाँ चोकबाट बसार चोकबाट दिदीकोमा जाँदा चाहिँ गाडी हिँडिसकेको थियो नि त पेट्रोल पम्प चाहिँ यता छ गाडी होइन त्यहाँ जान्छु अब चार पेट्रोल पम्प बसाउँछु है यहाँ तेल हाल्छु यहाँको तेल ठिक लाग्दैन मलाई चाहिँ फेरि अन्तको भन्दा यहाँबाट चाहिँ तेल हालेर चाहिँ अनि सरर लाग्नुपर्छ पूर्वको लागि चाहिँ के छ दाइ 1000 एकदम ठिक छ दाइ भर पूर्व हिँडेको दाइ म त चपुर त्यहाँसम्म अहिलेसम्म चाहिँ अहिलेलाई चाहिँ त्यहाँबाट कहाँ हुन्छ गाडी गइसक्यो अगाडि बुढीहरू त गइसके म 2-3 दिनमा फर्किन्छु ल त्यसको गाडी यहाँबाट त लाग्यो अब तेल हाल्यो होइन किनभने हिजो हालेको थियो नि त तेल त्यही भएर चाहिँ 1000को मात्रै हालेको किन तराईमा गयो सस्तो पर्छ नि त अनि त्यही भएर यहाँबाट चाहिँ लाग्यो गाइज है यात्रा सुरु गरियो पूर्वको सो गाइज अहिले चाहिँ म यहाँ पर्सा आइपुगेँ है भनौँ पर्सा चैनपुर चोक तपाईँ बुढादेखि सक्नुहुन्छ होइन चैनपुर चोक आइपुगिसकेँ सो गाइज अहिले चाहिँ म पर्सा बजारमा छु है बाटो चाहिँ लास्टै जाम छ कि 40-50 भन्दा हान्न मिलेको छैन कि गाइज छैन कि गाडी छ यस्तो लस्क्यारै छ कि गाडीहरू बाइकहरू त्यस्तै हिँडेको छ होइन अब टाढा पुग्नु छ नि त त्यो सेफली जानुपर्छ तर यसलाई पनि 24 कोटी नै भन्छ गाइज है यो चाहिँ पर्साको 24 कोटी हो फेरि है खैरी नगरपालिका ओहो दाजु एम्बुलेन्स कस्तो आउनु भएको हो हिरो आउनुहुन्छ हिरो यात्रा सुरु बाबा कति आएको थियो यार
कहाँबाट आएको होला यो बसमा आएको छौँ कि कहाँबाट आएको कि यो कस्तो होला कि यो कहाँबाट आएको फेरि कस्तो लाग्यो बसरहरूले यस्तो प्लेयर आउँदै गाइज अनि सो गाइज म अहिले भण्डारा आइपुगेँ होइन अगाडि देख्नु डाँडा चाहिँ होइन बवाल देखिन्छ कि भ्यू चाहिँ है दामी छ कि यताको भ्यू चाहिँ बवाल लाग्छ मलाई है पहिले त बसेर यहाँ थियो भण्डाराको होइन अहिले चाहिँ यो कहाँ छ है मलाई पनि थाहा भएन म धेरै पछि आएँ नि त लगभग 1 वर्षै भयो होला यता नआएको पूर्व के होइन बरु पश्चिमतिर त गइरहेको छु होइन पूर्व चाहिँ लगभग 1 वर्षै भयो कि नआएको त्यो बाटो कस्तो छ के छ थाहा छैन नत्र भए पहिला त थाहा थियो गाइज है सधैँ हिँड्ने भएर चाहिँ कस्तो छ कि बाटो गाइज नि कहाँनिर के छ भने थाहा छैन यार अग्लो हुँदो छ आज चाहिँ त्यो निकै टाइम लाग्छ जस्तो गाइज यार अगाडि हेर्नु न डाँडा बवाल छ गाइज बवाल बवाल क्या मजाको डाँडा छ कि त्यो त मनोरी माथिको डाँडा हो गाइज होइन दामी ठाउँ छ कि तर है बवाल छ हाम्रो नेपाल त स्विजरल्यान्डभन्दा कम छैन कि नगरेर मात्रै हो नि हाम्रो नेताहरूले विकास गरे त छ नि हाम्रो त्यसमा पनि बवाल छ बवाल ठाउँ छ नि यार अब 40 किलोमिटर छ हेटौँडा गाइज है जनकपुर 201 विराटनगर 328 बल्ल लोथर आइपुग्यो गाइज होइन अब लोथर पछि मनोरी पछि अब बल्ल चाहिँ हाम्रो चितवन जिल्ला सिद्धिया होला है यहाँबाट सिद्धियो कि अब राप्ती नगरपालिका सुरु भयो होइन अब तपाईँको यहाँबाट त अब अगाडि ब्यारेक छ अनि ब्यारेक पछि अलिकति त हो त्यसपछि त त्यो कटेपछि त आइहाल्यो नि अब यहाँबाट चाहिँ मनोरी 10 किलोमिटर छ गाइज होइन अब लोथर कटेपछि अब यहाँ चाहिँ सानो भनौँ मार्केट जस्तो जुस पाउने उनीहरू रहेछ है त्यो व्यवस्थित बनाएर रहेछ राम्रै रोटी सोटी सबै बन्द रहेछ गाई चाहिँ अब चाहिँ मनोरी सुरु भयो गाई है अगाडिको डाँडा चाहिँ होइन मनोरी हो क्या सर्लकै इभी पनि मस्त भएको छ गाई चाहिँ यार होइन सर स्क्यार्पियो ओभरटाइम हानिदिरहेको छ कि इभीले के S5 रहेछ अब चलाउने पनि भर पर्छ गाई होइन कस्तो चलाउँछ भन्ने कुरामा पनि है इभीलाई त हान्ने छ होइन हामीले चाहिँ किन हान्दैन त नि गाई होइन यहाँ हेर्नु भ्यू बवाल देखिन्छ कि मनोरीको भ्यू चाहिँ बवाल देखिन्छ कि हेर्नु डाँडा छ अट्ट है माथि गाउँकै सर्लकको गाउँ देखेको छ होइन आँखाले त अब क्यामेराले चाहिँ त्यहाँसम्म भेटेको छैन है तर डाँडा चाहिँ बवाल छ यता बारीहरू होइन सही छ कि गाई बवाल छ है रोड पनि बवाल छ है खासै यहाँ बिग्रेन त्यो चोकमा चाहिँ अलिकति बिग्रिरहेको थियो त्यो चौकी अगाडि चाहिँ है अहिले त कस्तो छ होइन धेरै लङ टाइम पछि आएको छ नि त्यो बाटो त डेन्जर भएको रहेछ यार लुक्स पनि दामी रहेछ क्या टेस्लाको डिजाइन कि होइन टेस्लाको कपी भनौँ न लोगो चाहिँ डेन्जर भएको रहेछ यार ब्ल्याक एन्ड व्हाइटमा बवाल देखेको कि नजिकै गएर हेरिदिनु होइन हामी पनि गाई यो चाहिँ अब मनोरी बजार सर्लकको स्टार्ट भयो होइन हो यो साइडमा चाहिँ चौकी छ है सर्लकको चेकिङ हुन्छ गाडीहरू होइन बेला बेलामा दामी छ क्या S07 रहेछ होइन मायाको बवाल आयो यार दामी लाग्यो गाडी चाहिँ बवालकै अगाडिको लुक्स पनि दामी रहेछ गाई यो मनोरी पुल गाई सर्लकको खोला हेर्नु न बवाल छ क्या दामी छ यो ठाउँ चाहिँ बवाल लाग्छ है गाई मलाई पारी गाउँ होइन यतापट्टि खोला के यो बाटो चाहिँ मलाई यहाँनिर चाहिँ बवाल लाग्छ क्या हेटौँडा आइपुग्दाखेरि चाहिँ यो सबभन्दा मनपर्ने बाटो भनेको यही हो क्या मोडै मोड छ होइन एकपट्टि खोला छ पारी गाउँ सर्लकको देखिन्छ होइन बवाल देखिन्छ कि बवाल
सब पश्चिम लागेछ गाइज होइन म एक्लो पूर्व लागे जस्तो भएको छ कि मलाई त क्या यता बसपार्कबाट जानु पऱ्यो गाइज बजारबाट होइन कि यताबाट गएर चिया खाएर जानुपर्छ मेरो नि के भएको चेक गर्नु पऱ्यो एकचोटि सफा गरेर हाल्नु पऱ्यो कि यहाँ छ क्या एउटा पुलिस चौकी छ एउटा मेन चौकी चाहिँ होला क्या मर्दिला छु कि राति हो यो त मुक्तिनाथै हो यो पनि पाइजाउँ होइन त्यहाँ रोकेर चिया खाम चिया खाएर अनि जानुपर्छ गाइस दिदी यहाँ राख्दा हुन्छ हजुर यहाँको दाइ चिया बन्छ नि है बनाइदिनु न एउटा हजुर बाइक तारा के पर्दैन नि दाइ बाइक तारा के भयो अहिले चाहिँ अब हेटौडामा चिया खाइयो होइन हाम्रो लक्ष्मी किराना कोल्ड स्टोर भन्नेमा अब यहाँबाट चाहिँ अब सर गइन्छ बिहान फेरि घटिया छ नि त सामान त चेक गर्नु पऱ्यो फेरि फेरि छुट्यो भने फेरि फर्काउनु पर्छ कि बिर्सिने मानिन्छ नि त के पानी पर्ला जस्तो पो गर्छ त गाई यार यस्तरी फोहोर फाल्नु भएन नि A few moments later. यहाँबाट चाहिँ मेन हाइवे निस्क्यो कि गाई बाटो चाहिँ त्यो चाक्लो बनाएर रहेछ गाई बबाल चाक्लो बनाएर रहेछ कि बापा के हो यस्तो यो है आगो लाग्यो क्या इन्जिनमा यस्तो हुँदा नि के हेर्छ यहाँ सरकारले त्यो रातोरातोमा के चाहिँ गर्छ त नि थैट कालै फाल्यो क्या कालै कालै रक्सोल 53 रातोमाटा आइपुग्यो गाई है मोड छ ओभरट्याङ नहानौँ यो चाहिँ रातोमाटा चेकपोस्ट गाइज है मेन अब भनौँ न पूर्वबाट आउँदाखेरि अब हेटौडा छिर्दाखेरि मेन चेक हुने बोर्डर चाहिँ यही हो सरहरू बिन्दास बस्नुभएको छ
जिक्सरले रेस खेल्न खोज्छ क्या गाइज होइन आफू रेस खेल्ने मुडमै छैन क्या फेरि जाउँ हामी रेस खेल्ने मुडमा छैन गाइज है तपाईँको यहाँ चाहिँ इभी चार्ज गर्ने ठाउँ रहेछ क्या के हान्दिने हो गाइज हान्दिम होइन रेसमा आएका छन् जिक्सरले यार एक्सपोजलाई टपर दिन खोजेर हुन्छ यार नचाएर पो हो त होइन क्या यस्तो जिक्सरले भेटेर खोज्छ यार हामीलाई यार बाबा नाटक कहाँबाट आएको लाग्यो यो कहाँबाट आएको लाग्यो टप तिम्रो गाइज के खेल्नु होइन आएन हातलाई देखाएको चाहिँ त्यस्ता अब जिक्सरले मलाई जिताउन खोज्छ यार सक्छ होइन गाई जिक्सरले हामीसँग अब त्यहाँ सूर्यमाया आउनु लाग्यो होइन सूर्य मन्दिर यहाँनिर अगाडि पनि चेकिङ हुन्छ कि यहाँनिर बेला बेलामा चाहिँ चेकिङ हुन्छ समटाइम त्यो रातो माटोको टोली आएर चाहिँ चेक गर्छ क्या यहाँ पनि यहाँबाट चाहिँ सूर्यमाईको डाँडो उकालो भयो होइन अब ठाडे उकालो थियो अहिले त डाँडो कम छ नि त अहिले मजा उताबाट आउँदा चाहिँ उकालो छ धेरै नै होइन यताबाट जाँदा चाहिँ खासै उकालो छैन क्या तान्नु नसकेर रोकिया हो कि किन रोकिया हो यो गाडी चाहिँ बक्स काउट भने यो के हो सुरुङ मार्गको लागि त अब ए लुज भएर माल कहाँ लाग्यो रहेछ के को लागि ल्याएको बडा बडा मिसिन ल्याएको छ यार अनि यहाँबाट सकेको आएछ पहिला चाहिँ सुरुङ मार्ग थियो नि त यहाँ त नेपालको सबभन्दा एसियाकै सुरुङ मार्ग पहिलो भने हो क्या होइन यहाँबाट छ नि त सुरुङ मार्ग अनि त्यो चाहिँ अहिले बनाएको छ कि बनाएर ट्याक्क मेन्टेनेन्स गरेको छ होइन दामी बनाएको छ यो ओह्रालो चाहिँ मस्त छ कि गाइज उताबाट आउँदा चाहिँ होइन उकालो मस्त पर्छ क्या झर्नेलाई चाहिँ छ र मकालु जस्तो हो होइन आउँदाखेरि चाहिँ अनि 2 गियर हो नि त फेरि नर्मल बाइकलाई त हाई पिकअप भएको बाइकहरूलाई त तान्छ 3 4 5 पनि तानिहाल्छ क्या स्पिड बढी भयो भने जाम भयो भने त एकमै झार्न पर्छ कि एउटा नि ढोक्दिउँ एकचोटि होइन बाहिरबाट सूर्यमाई हो यो चाहिँ है सकाइ यो चाहिँ अब 3 नम्बर पुरा आइपुग्नु लाग्यो होइन त्यो चाहिँ यहाँ पाहाड काटेर चाहिँ बाटो चाहिँ मजाको बनाएर चाहिँ अहिले चाहिँ दामी बनाएछ बल्ल सही बनाएछ क्या यो चाहिँ अब फेमस ठाउँ भनौँ न अब हेटोड आउँदाखेरि चाहिँ हेटोडबाट पुल जाँदा चाहिँ 3 नम्बर पुल भएपछि होइन अम्लेसकोमा 3 नम्बर पुल गर्छ कि यो चाहिँ होटलै होटल छ होइन तर बहुत प्याक हुन्छ होटलहरू पनि कि यहाँ चाहिँ महँगो नि महँगो छ होइन आउँदाखेरि चाहिँ पसेर खाजा खानुपर्छ अहिले अलि हतार छ होइन त्यही भएर अहिले चाहिँ सुइसुइ जाऊँ गाइस यो चाहिँ अम्लेसकोमा झोका छैन तपाईँको अब पेट्रोल डिजलको चाहिँ डिपो चाहिँ यहाँ हो कि मेन इन्डियाबाट आएर यहाँ सङ्कलन हुन्छ अनि यहाँबाट चाहिँ बल्ल चाहिँ अनि अब काठमाडौँ पोखरा बुटोल त्यो त उतैबाट आउँछ क्या है काठमाडौँ पोखरा अब चितवन चाहिँ यहीँबाट जान्छ है नेपाल आयल निगमको हो बुटोलतिर नै यतैबाट जान्छ कि जस्तो लाग्छ है नेपाल ओइल कर्पोरेसन लिमिटेड भनेर लेखेको छ होइन फुल डिपो हो नि त यहाँबाट चाहिँ आधाघर जङ्गल सुरु भयो कि चितवन राष्ट्रिय कुन छ कि चितवन रे पर्सा राष्ट्रिय निकुञ्ज सुरु भयो यहाँबाट चाहिँ होइन आधाघर जङ्गल भन्छ यसलाई चाहिँ यहाँनिर लामै छ जङ्गल मजाको छ कि जङ्गल चाहिँ
ससुराल हिँडेका होलान्, कोही घर हिँडेका होलान् होइन। के गरेको मान्छे तो फोर फाल्ने को फोर फाले यार जान माथि यार फोर फाले पछाडिबाट यार जान माथि यार ज्यानमा फोर फाले के हेरेर फाल्नु पर्दैन यार मान्छे छ पछाडि यार फोर हान्ने हो यार यार त सम्झाउनु पर्दैन नि आफूले यार मान्छेको यार धन्दा आफ लागेन यार त्यस्तो गल्ती काम गर्ने हो यार त गलत काम हो नि त यार निर्गुण भित्र त्यस्तो गर्ने हो A few moments later. ये पतलाया बजार चाहिँ यही हो गाइज है यो मस्तको छ सफा क्लिन देखेको छ क्या अहिले चाहिँ पहिला यस्तो फोहोर हुन्थ्यो कि होइन अहिले बगाल क्लिन देख्यो अब सिधै गयो भने चाहिँ बिरगन्ज होइन अब मलाई जानु छ पूर्व होइन अब म यहाँबाट चाहिँ अब लेफ्ट लाग्छु होइन सिधै गयो भने चाहिँ बिरगन्ज पुग्छ गाइज है यहाँबाट मलाई पूर्व लाग्नु छ नि त यहाँबाट चाहिँ प्रायः जङ्गल मात्रै छ क्या यस्तो कहीँ गाउँ छ नत्र भाइ पुरै जङ्गल मात्रै हो क्या यहाँ चाहिँ अहिलेसम्म बनाएको छैन क्या गाई यो बिहा गर्दा ताका पनि यस्तै थियो होइन 7 वर्ष भइसक्यो होइन 7 वर्ष अगाडि नि यस्तै थियो कि तलैबाट होइन अझैसम्म बनाएको छैन कि यहाँको पुलको अझै तलैबाट रहेछ कि बाबा धुलो हेर्नु धुलो साइड बबाल धुलो उडाउँछ कि बाटो चाहिँ त्यो चान्चर भागिहाल्नु पर्छ सायद भनेको अगाडि त के अन्न मुठी बनायो त यार यिनीहरूले त कहिले बनियो यो चाहिँ 10 वर्षमा सायद 7 वर्ष भइसक्यो यार 6 वर्ष 100% 6 वर्ष क्रस भइसक्यो 7 वर्ष आधी बनाएर नि भ्या छैन पुल धन्न अहिले त खोलाबाट खाने रहेछ माथिबाट रहेछ यस्तो छ यो पुल पनि अनि यस्तो छ बाटो अनि के भन्ने यार देशको बारेमा बोली साध्य छैन गाइस खतम भइसक्यो देशको त्यो भान्जै भान्जा छ नि बाटोभरि भान्जै भान्जा ल कोही भान्जा पुमा चढेर बस्यान हेलो कोही भान्जा पुमा चढेर बस्यान हेलो किरा खसेछ गाइस अगाडिको दाइको किरा खसेछ क्या मजाले त्यो बाइकवाला ठिक रहेछ केरा उठा डाका दिन लाग्छ क्या यहाँबाट चाहिँ यो पुल कटेपछि निजबाट आयो क्या यता पनि त्यस्तै रहेछ खोलाले सब हानेर हेर्नु सर्लक्कै के पुरै पोवालै हान्दैछ क्या यतापट्टि पनि क्या यता पनि त्यो हुन्छ यता पनि त्यस्तै छ यता पनि त्यस्तै भएको छ यतापट्टि नि दुईपट्टि नै के जय दुर्गा भवानी अच्छा गर्नुहोस् 2 घन्टा 2 मिनटमा चाहिँ म यहाँ निजगढ आइपुगेँ गाई निजगढ बजार आइपुगेँ है नर्मल स्पिडमा आउँदाखेरि पनि अब 2 घन्टा चबर पुगिनु रहेछ म त अलिक रनकेर आउने भने चाहिँ मेरो ब्रेक ओइल कम छ क्या अनि त्यो भएर चाहिँ म स्लोमा हिँडिरहेको छु क्या भन अब चाहिँ निजगढ बजार सिद्धियो गाई
अगाडि गएपछि जङ्गल छ, जङ्गल पछि चाहिँ चपुर आइहाल्यो। यहाँबाट त जङ्गल सुरु भयो गाइज है। अगाडि चाहिँ चेकपोस्ट छ गाइज होइन, अनि यसपछि चाहिँ चपुर सुरु भयो क्या। यहाँबाट चाहिँ चपुर बजार स्टार्टिङ भयो गाइज है। कतिको नोइज आएको छ होइन, किनभने क्लास खोलेको छ नि त। कतिको गरम भइदियो क्या, तराई भागमा आएपछि अनि गरम भइहाल्छ। अनि क्लास खोलेको छ यहाँ चाहिँ चेकिङ स्पोट हो चाहिँ। यहाँबाट चाहिँ चपुर बजार स्टार्टिङ भयो। कुराहरू के गरे, कहाँ पुगे है, केही थाहा पत्तो छैन। फोन उठाउँदैन, घरै पुगिसक्यो हुन् कि है। घर पुगेर त उठाउनु पर्ने फेरि। रमाइलो हुन्छ कि ल यस्तो बल हुन्छ है पुरा पुलिस सेक्युरिटीमा है। दुर्गा भगवानको अगाडि पनि देख्नुहुन्छ मूर्ति होइन, सही गरे यहाँ के। ये बाबा से ये 200 रुपया दी ना तो दिक्कत हो जाए। उनका पुतवा के नाम धो के उनका पुतवा के नाम धो के ये बबीतवा कहिए कि 200 रुपया दो आना तो कह दिए कि ये बाबा बिहान से अइबो ना करम सर। यस्तो बोल चाहिँ तराईमा ल हेर्नु आइजे बवाल हुन्छ के बाबा। यो जो तरह के जो या झिरिया डुबाए न तो या सेम दुर्ली या बवाल हुन्छ के गाइस। यहाँबाट चाहिँ म तल झर्न पर्ने हुन्छ होइन। बवाल हुँदो रहेछ कि तराईमा चाहिँ के, त्यो लङ टाइम पछि देखेँ होइन। यो झन्डा सन्डा हालेर ल बवाल बनाएर चाहिँ यार बाटो त यार, आफ्टर लङ टाइम यार। बवाल कि बिचमा पनि ब्यारियर बनाएको हाम्रो उहाँको जस्तै होइन, दामी बनाइदिएको रहेछ कि ठाउँ चाहिँ कि। यहाँबाट फोन गरौँ एकलट है। बजार नि बवालै बनाएर रहेछ गाइस, त्यहाँको बिचमा होइन बाटो छुट्याइदिएर। अहिले चाहिँ नत्र यस्तो गाह्रो हुन्थ्यो कि जता गएर नि आइदिन्थ्यो नि त। त्यो बाटो चाहिँ सही बनाएर रहेछ गाइस यार। ल हेर्नु है यता पनि बवाल छ कि गाइस, बवाल छ बवाल। त्यो चाहिँ बन्दै गरेको चाहिँ त्यो ट्रेनको लागि हो कि यो चाहिँ, जुन पूर्व पश्चिम रेल मार्ग भनेको छ नि, हो त्यसको लागि बन्दै गरेको बाटो हो कि यो चाहिँ है। पहिला त बाइक जान्थ्यो कि अहिले पनि जाँदो रहेछ क्या, जाँदा त होइन त्यही बाटो गइदिउँ क्या होइन। भयो नजाँ फेरि बिचमा बाटै छैन भने होइन, फेरि तनाव हुन्छ, फेरि फर्किनुपर्छ कि सन्तपुर। यहाँबाट मलाई भित्र छिर्नु पर्ने हुन्छ गाइस। अब यहाँबाट चाहिँ हल्का चाहिँ पिच भइसक्यो। पहिला त अफरोड थियो क्या अरे, अलिक अगाडि गएपछि होइन। अब अहिले त पिच भइसक्यो होला। के को बन्द थियो त्यस्तै रहेछ गाडी, गवाडी नै रहेछ बाटो त। हो यहाँनिर एकचोटि तनाव थिएछ मलाई यार, गाडी पम्चर भइदियो यार। सोचेबाट आएँ यहाँ आएर पम्चर भइदियो होइन, अनि आफ्नो ऊ त्यो विलेट नखुलिदियो र फेरि झन् एउटा अटोवाला आएर त्यसकोले खुल्यो कि। यो चाहिँ बागमती नहरू गाइज होइन, क्या फोहोर आएको हेर्नु यस्तो सो अफा आउँथ्यो कि, बवाल आउँथ्यो कि। त्यो धानबारी चाहिँ बवाल छ गाइज त। यताको पनि धान चाहिँ नपाकेको रहेछ कि। जो 2 घन्टा 25 मिनटमा आइपुगेछ है, 142 किलोमिटर 2 घन्टा 25 मिनट नर्मल स्पिडमा आउँदा पनि। बाटो चाहिँ अब यता चाहिँ बनेकै नरहेछ कि, झन् हिलो नरहेछ। नत्र त हिलो हिलो हुन्थ्यो कि, पानी नपरेको होला नत्र भए चाहिँ हिलो हुन्थ्यो होइन।
यता पछि चाहिँ पोखरी छ क्या मस्त गयो त धानबारी चाहिँ सही छ गाइस अब छ धानबारी चाहिँ यो बाटो चाहिँ दोस्तै बाटो त गाइस दोस्तै छ पहिला जस्तै रहेछ होइन तर हाम्रो बाइकलाई केही असर गर्दैन गाइस होइन अब त आइपुगिहाल्यो है ससुराली बुढाहरू आइपुगिसकेको रहेछ फोनै नउठाइदिएर कि बुढीले फेरि न फोन हान्छु होइन निचोटदेखि नै फोनै उठाइदिने अरे कहाँ पुग्यो होइन सधैँ हुन्छ नि त अनि भर्खर यहाँ ससुर बुवा फोन गरेको आइपुग्यो भन्दै थिएँ होइन अब आइपुगेँ सो गाइस भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला होइन र भिडियो अन्तिमसम्म हेरिदिनु भएको त्यसको लागि एकदम धन्यवाद हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरिदिनु होला र साइडमा रहेको बेल आइकन दबाउनु नबिर्सिनु होला भन्दै आजको भिडियो चाहिँ अब ससुरालीको आँगनमा टेकेर एन्ड गरिन्छ गाइस होइन सो गाइस अहिले चाहिँ भिडियो एन्ड खै गाई खै गाई बेटा फोन उठाउनु पर्दैन बेटा फोन गरेपछि फोन उठाउनु पर्दैन त्यत्रो फोन गरेपछि मैले अब होइन चार्ज नभए फोन कसरी लाग्यो त चार्ज नभए फोन कसरी लाग्यो त 80 ए चार्ज थिएन 80 मात्रै थियो ए 8 थियो